नमस्कार। आजका कुरामा तपाईंलाई स्वागत छ। म गोपालजङ थापा। हरेक वर्ष फेब्रुअरी 20 तारिकका दिन विश्वभर सामाजिक न्याय दिवस मनाइन्छ। संयुक्त राष्ट्रसङ्घले सन् 2007मा यो दिवस स्थापना गरेको हो। सामाजिक न्याय शान्ति र समृद्धिको आधारशिलाका रूपमा लिइन्छ। यसले सबै व्यक्तिलाई आधारभूत मानवाधिकार, अवसर र स्रोत साधनहरूमा पहुँच सुनिश्चित गर्छ। तर अझै पनि लाखौं मानिसहरू विश्वभर विभेद, शोषण र बहिष्करणको शिकार भइरहेका छन्। आज हामी नेपालको सामाजिक न्यायको अवस्था, चुनौतीका विषयमा कुराकानी गर्दैछौँ। यस विषयमा कुराकानी गर्नका लागि आज हामीसँग अतिथिको रूपमा हुनुहुन्छ राष्ट्रिय मानवाधिकार आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेल। पोखरेलजी, स्वागत छ यहाँलाई आजका कुरामा। धन्यवाद, नमस्कार। हजुर, हामी सुरुमा कुराकानी गरौँ आज विशेष गरेर सामाजिक न्याय दिवस। सर्वप्रथम सामाजिक न्याय भनेको के हो, यसको बारेमा बताइदिनुहोस् न। अब सर्वप्रथम त सामाजिक न्याय दिवसको उपलक्ष्यमा सबैलाई शुभकामना व्यक्त गर्दछु। अब सामाजिक न्याय भनेको चाहिँ समाजमा हरेक व्यक्ति रहेपछि उसले पाउनुपर्ने आधारभूत अधिकार लगायतका विषयहरू जो सरकारले सुनिश्चितता गर्नुपर्छ, अथवा एउटा समाजमा बसेपछि कोही पनि मान्छेले न्याय नपाएको अनुभूति गरिनुहुन्न अथवा मानव अधिकारको सुनिश्चितता नभएको अनुभूति गरिनुहुन्न। हरेक व्यक्तिको मानव अधिकारको सुनिश्चितता भएको, सबै अधिकारहरू उपभोग गर्नबाट वञ्चित नभएको जुन अवस्था हो, त्यो सामाजिक न्याय भनेको वास्तवमा त्यही नै हो भन्ने लाग्छ। हजुर, यो अवधारणा किन महत्त्वपूर्ण छ, विशेष गरेर अझ नेपाल जस्तो देशका लागि? अब अहिले कस्तो छ पछिल्लो समय भने अधिकारका कुराहरू अधिकांश चाहिँ यो राजनीतिक अधिकारसँग बढी जोडिए होइन। तर सामाजिक न्याय भन्ने कुरा चाहिँ राजनीतिक अधिकार भन्दा बढी आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार होइन, व्यक्तिका चाहिँ नि सुनिश्चित गरिनुपर्ने अधिकारसँग चाहिँ बढी सम्बन्धित छन्। अब अहिले मानव अधिकारको बहसको जुन तीव्र गतिमा अगाडि बढिरहेको छ, त्यसले चाहिँ नि सम्पूर्ण, किन नागरिकता राजनीतिक अधिकार भनेको कस्तो अधिकार हो भने जो सबै मान्छेहरूका लागि हुन सक्छ, त्यसका केही अंशहरू सबै व्यक्तिका लागि होलान्, तर चाहिँ यो आम नागरिक अथवा सामान्य नागरिकको लागि नागरिकता राजनीतिक अधिकार भन्दा बढी आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार चाहिँ बढी महत्त्वपूर्ण हुन्छ। खास गरी समाजमा एउटा मान्छे रहन्छ, उसले चाहिँ समाजमा प्राप्त गर्नुपर्ने सबै कुराहरूको चाहिँ अपेक्षा गर्छ। तर सबै व्यक्तिले नागरिकता राजनीतिक अधिकार, नागरिक हो, ऊ नागरिक हुन चाहन्छ, तर सबै राजनीतिक अधिकारहरूको चाहिँ उपभोग गर्ने ठाउँमा हरेक व्यक्तिको इन्ट्रेस्ट नहुन सक्छ। त्यसैले सामाजिक न्याय भन्ने कुरो चाहिँ सबै नागरिकहरूको लागि, सबै मानव जातिको लागि आवश्यक कुरा हो जो समाजमा रहन्छ। त्यसकारण पनि यो सामाजिक न्यायको विषय चाहिँ अलिकति बढी पछिल्लो समयमा बहसमा चर्चामा छ। हजुर, अब नेपालको सन्दर्भमा कुराकानी गर्दाखेरि यहाँको सामाजिक न्यायको अवस्था कस्तो छ? नेपालमा अहिले मानव अधिकारसँग जोडेर हेर्दाखेरि सबैभन्दा ठुलो समस्या नै यो सामाजिक न्यायको विषय हो। नागरिकता राजनीतिक अधिकार खास गरी हामीले हेर्ने हो भने अलिकति केही प्राप्त भए पनि जस्तो, केही चाहिँ नि यो बहस पनि अलिकति अगाडि बढेको जस्तो देखिन्छ। तर के छ भने सामाजिक न्यायका विषयहरू भने चाहिँ अलिकति छायामा परेको जस्तो चाहिँ हामी देख्छौँ। खास गरी आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसँग जोडिएका विषयहरू जो छन् ती विषयहरू चाहिँ अलि छायामा परेको देखिन्छ। त्यस कारणले पनि चाहिँ नि सीमान्तकृत वर्गहरू, खास गरी तल्लो वर्गका मान्छेहरूको जीवन स्तरमा अहिले पनि सुधार हुन सकेको छैन। हिजो राजनीतिक परिवर्तनभन्दा अगाडि उनीहरूको अवस्था जस्तो थियो त्यस्तै छ। अहिले पनि मान्छेहरू शिक्षाबाट वञ्चित छन्, स्वास्थ्यबाट वञ्चित छन्, आवास, खाद्यान्नबाट अहिले पनि मान्छेहरू चाहिँ नि वञ्चित छन्, कुपोषणका कुराहरू छन्, अब महिला हिंसाका कुराहरू छन्, बाल अधिकारका अथवा बाल श्रमका कुराहरू अहिले पनि चाहिँ यता कता भेट्न सकिन्छ। समाजमा चाहिँ राजनीतिक कारण, सामाजिक कारणले हुने हिंसाका घटना, अन्यायका कुराहरूमा न्याय खोज्न गयो भनेदेखि तत्काल न्याय नपाउने अवस्था छ। त्यसैले सामाजिक रूपमा
जो मान्छेले चाहिँ एउटा मर्यादित भएर समाजमा चाहिँ सबै अधिकारहरू प्राप्त गरेर सबै अधिकारको सुनिश्चितता सहित बाँच्नु पर्ने थियो, त्यो अवस्था चाहिँ नेपालको सन्दर्भमा अलिकति नभएको हुनाले पनि यो सामाजिक न्यायको विषय चाहिँ अलिक बढी बहस गर्न पर्ने र यसको सुनिश्चितताको लागि सबैले आवाज उठाउनु पर्ने अवस्था छ नेपालमा अहिले। हजुर, यहाँले पनि उल्लेख गर्नुभयो थुप्रै कारणहरू छन् नेपालको सामाजिक न्यायको अवस्थाको कुराकानी गर्दाखेरि यसलाई प्रभावित पार्ने कुराहरू। यो क्षेत्रगत हिसाबले कुराकानी गर्दाखेरि कस्तो क्षेत्रमा, कुन क्षेत्रमा अझ बढी देखिन्छ यस्तो? अब भनौँ न, जातीय विभेदका घटना जस्तो ग्रामीण क्षेत्रमा जातीय विभेदका घटनाहरू अहिले पनि बग्रेलती देखिन्छन्। अब तराईतिर हेर्ने हो भने बाल विवाहका घटनाहरू, अथवा कर्णालीतिर अथवा सुदूरपश्चिम गए पनि पहाडतिर हेर्ने हो भने चाहिँ त्यस्ता खालका घटनाहरू अहिले पनि देखिन्छन् होइन। अब हामीले यो कुप्रथा, जसलाई हामीले चाहिँ परम्परादेखि प्रथा भन्दै आयौँ, ती कुप्रथाहरू हुन्। ती कुप्रथाहरूको कारणले पनि मान्छे समाजमा चाहिँ नि पीडित बनेका छन्। तिनीहरूले चाहिँ सामाजिक न्याय समाजमा प्राप्त गर्न सकिरहेको छैन। उदाहरणको लागि चाहिँ हामी छाउपडी जस्ता विषयहरूलाई चाहिँ हामी चाहिँ लिन सक्छौँ। त्यो समाज जुन समाजमा चाहिँ तिनीहरूले चाहिँ न्याय पाउन सकिरहेका छैनन्। बाल विवाहको अवस्था पनि त्यस्तै छ। महिला हिंसाका घटनाहरू ग्रामीण क्षेत्रमा विशेष गरी चाहिँ छन्। अब शिक्षाको क्षेत्रमा पनि यो स्थिति छ। अहिले पनि धेरै मान्छेहरू शिक्षाबाट वञ्चित छन्। त्योभन्दा पनि बढी चाहिँ नि जोखिमपूर्ण श्रममा चाहिँ लगाइएका घटनाहरू होइन, उचित ज्याला नदिएका घटनाहरू, त्यसमा चाहिँ न्याय खोज्दाखेरि न्याय प्राप्त गर्न नसकेका घटनाहरू अहिले पनि यदाकत जताततै बग्रेल्ती छन्। वैदेशिक रोजगारका सवालमा हामीले हेर्ने हो भने वैदेशिक रोजगारमा यति धेरै मान्छेहरू पीडित छन्। ती पीडित मान्छेहरू चाहिँ नि यहाँ हाम्रो देशबाट जहाँ पठाउने कन्ट्रीदेखि लिएर उतापट्टि चाहिँ नि जहाँ काम गर्न जान्छन् त्यो कन्ट्रीसम्ममा पाइलामा पीडित छन्। तिनीहरूले न्याय कहाँबाट पाउने? यो समाजले कसरी न्याय दिने? न उनीहरूले त्यहाँ न्याय पाउँछन्, न हामीले यहाँ फर्केपछि अथवा जानुभन्दा अगाडि नै पीडित भएकाहरूलाई न्याय दिन सकिरहेका छौँ। यस्तो खालको चाहिँ स्थिति छ। चाहिँ सेवा प्रवाह गर्ने निकायहरू हामीले राम्रोसँग काम गरिरहेका छौँ आफ्नो क्षेत्रमा भनेर दाबी गरिरहेका छन्। तर त्यो दाबी अनुसार चाहिँ जो सन्तुष्टि प्राप्त गर्नुपर्ने हो सेवाग्राहीले, नागरिकले, त्यो स्थिति छैन। जबसम्म सेवाग्राहीले अथवा न्याय प्राप्त गर्न पर्ने व्यक्तिले समाजमा रहेर मैले न्याय पाएको छु भन्ने अनुभूति गर्दैन, तबसम्म चाहिँ कुनै न्याय दिने निकायले मैले न्याय दिएँ भनेर मात्रै चाहिँ पुग्दैन। यस्तो स्थिति चाहिँ अहिले नेपालमा देखिन्छ। हजुर, यहाँले पनि विभिन्न उदाहरण सहित आफ्नो भनाइराख्नुभयो। यो जोसँग सम्पत्ति छ, शक्ति छ होइन, उसको यस्ता कुराहरूमा पहुँच धेरै हुने, तर कमजोर वर्ग सधैँ पछाडि पर्छ। यसले सामाजिक न्यायको सिद्धान्तलाई कसरी प्रभावित गर्छ? अब सामाजिक न्याय भनेकै वास्तवमा निम्न वर्गहरूलाई माथि उचाल्ने अथवा उनीहरूलाई न्याय प्राप्त गर्ने भन्ने नै हो। उनीहरूलाई न्याय दिलाउनको लागि यो अवधारणा आएको हो। तर अहिले पनि संसारमै, अब त्यसमा नेपालमा अझ बढी होला, संसारमै शक्तिशालीहरूको कब्जामा छ न्याय। शक्तिशालीहरूले जेसुकै पनि गर्न सक्छन्। तर जसले न्याय प्राप्त गर्न पर्ने हो तिनीहरूबाट चाहिँ न्याय धेरै टाढा छ, न्यायसम्म पहुँच नै छैन। न्याय न उनीहरू कानुनको पहुँच अथवा न उनीहरूले कानुन बुझेका छन्, न त्यो कुनै न्याय प्राप्त गर्न पर्ने निकाय बुझेका छन्, न कुनै ठाउँमा दाबी गर्नुपर्ने ठाउँ बुझेका छन्। र नबुझे पनि उनीहरू त्यहाँसम्म पुग्न सक्छन्। पुगिहाले पनि उनीहरू त्यहाँ आफ्नो बस गरेर चाहिँ न्याय प्राप्त गर्ने ठाउँसम्म धैर्य गरेर बस्न सक्ने स्थिति छैन। किनभने न्यायको विषय साह्रै लेन्दी छ, साह्रै चाहिँ नि ढिला, अत्यन्तै ढिला छ। मान्छे न्याय माग माग्दै थाक्छ। यो स्थिति भएको हुनाले पनि मान्छे अहिले न्याय नपाएका मान्छेहरू न्यायको लागि काहीँ नजाने अधिकांश, केही छन्, तर अधिकांश मान्छेहरू त्यतातिर रुचि छैन। कोही मान्छे शिक्षाबाट वञ्चित भयो, शिक्षा उसले चाहिँ स्कुल पढ्न पाएन भने मैले यो देशमा जन्मेपछि शिक्षा पाउनुपर्छ, शिक्षा पाउने मेरो अधिकार हो, त्यो अधिकार चाहिँ राज्यले सुनिश्चित गर्नुपर्छ, त्यसकारण म यो अधिकारको लागि लड्छु भनेर कोही पनि मान्छे अगाडि बढेको
देखिँदैन र सरकारले पनि तँलाई चाहिँ यो न्याय दिनुपर्छ भनेर चाहिँ राज्यले पनि भन्न सकेको अवस्था देखिँदैन। यस्तो खालको स्थितिबाट चाहिँ हामी गुज्रिरहेका छौँ र न्याय चाहिँ सधैँ चाहिँ नि रुमल्लिरहेको खालि नारामा मात्रै बढी सीमित भएको हो कि भन्ने चाहिँ देखिन्छ। यद्यपि केही प्रयासहरू भएका छन्, नभएका होइनन्। राज्यले पनि केही प्रयासहरू गर्यो होला, विभिन्न निकायहरूले पनि गरेका छन्। अहिले स्थानीय तहसम्म पनि न्यायिक निकायहरू छन्, अदालत छ, विभिन्न तहका, यी सबैले कुनै न कुनै रूपमा केही न केही काम गरेका होलान्। तर परिणाम चाहिँ जति अपेक्षा गरिएको थियो, खास गरी चाहिँ यो नयाँ संविधान बन्नेको 10 वर्ष 1 दशक पार गर्दै गर्दा जुन ढङ्गले चाहिँ समाज चाहिँ नै एउटा पूर्ण न्याय प्राप्तिको समाज हुन्छ, न्यायपूर्ण समाज हुन्छ, अब हिजोका कुराहरू दोहोरिनु पर्दैन कसैले पनि भन्ने अवस्था जुन हामीले परिकल्पना गरेका थियौँ, जुन आशा गरेका थियौँ, त्यो परिवर्तन चाहिँ पटक्कै आउन सकेन। न्याय धनीमानीको लागि भो, ठुला बडाको लागि भो, गरिबको लागि, निम्न वर्गको लागि न्याय हुनै सकेन। यो स्थितिबाट चाहिँ हामी गुज्रिरहेको छौँ। भनेपछि हामीले आर्थिक पक्ष जसको बलियो छ होइन, उसको चाहिँ न्यायमा पहुँच बढी हुने, जो कमजोर छ त्यसको पहुँच नहुने भन्न सक्छौँ। बिल्कुल त्यही हो। अहिले चाहिँ न्यायको कुरा गर्ने हो भने हामी भनौँ न, ठुला बडाहरूलाई मुद्दा चल्यो भने हामी कति छिटो त्यो विषयमा बहस गरेका छौँ। कहाँ थुन्यो, कति धरौटीमा छोडियो, के विषयमा गरियो, ठिक हो कि होइन, मिडियाले पनि त्यही ढङ्गले लेखेको छ, हामी मानवाधिकार कर्मीले पनि त्यही ढङ्गले बोलेका छौँ, राजनीतिक वृत्तमा त्यही ढङ्गले छलफल भइरहेछ। तर त्यही प्रकृतिको के सामान्य मान्छेको हुँदाखेरि किन चाहिँ छलफल हुँदैन, किन बहस हुँदैन, किन ऊ अन्यायमा परेको विषयमा चाहिँ हामी बहसको विषय बनाउँदैनौँ। त्यसैले हाम्रा बहसहरू, हाम्रा छलफलहरू चाहिँ कतातिर छन् भन्दाखेरि शक्तिशालीतिर केन्द्रित छन् र हामीलाई हरेक शक्तिले चाहिँ तानेको छ। त्यसकारण हामी छलफल पनि त्यतैतिर केन्द्रित छन्, हाम्रा चिन्तनहरू त्यतैतिर केन्द्रित छन्, हाम्रा बुझाइ त्यतैतिर केन्द्रित छन्। पाठकको चाहिँ नि त्यो रुचि पनि त्यस्तै घटनाहरूमा छ। सामान्य मान्छेको न्यायतिर भन्ने कुरो एकदमै कम छ र चाहिँ नि राज्यले पनि त्यसतर्फ ध्यान दिएको चाहिँ देखिँदैन। खालि कागजमा चाहिँ सबै ठिकै छ, त्यस्तो नभएको होइन। सामाजिक न्यायको विषयमा अहिले कति बजेट छुट्याइयो, कति चाहिँ यो गरियो, के काम गरियो भनेदेखि राज्यले ठुलै सामाजिक सुरक्षा, सामाजिक न्यायका सवालमा ठुलै धनराशि खर्च गरेको देखिन्छ। तर त्यो उपलब्धि चाहिँ त्यति धेरै चाहिँ समाज परिवर्तन भएको देखिँदैन। उदाहरणको लागि हामीले चाहिँ जस्तो ज्येष्ठ नागरिकहरूलाई भत्ताहरू दिइरहेछौँ, तर ज्येष्ठ नागरिकहरूले चाहिँ नि चाहिँ केही चाहिँ राहत त भयो होला त्यसले, तर समाजले के परिवर्तन ल्यायो त, हामी चाहिँ सस्टेन चाहिँ कसरी हुन सक्यौँ त भन्ने कुरालाई चाहिँ अलिकति छायामा परेको हो कि जस्तो चाहिँ लाग्छ। यो गरेका कामहरू पनि अलिक सार्थक नभएका हुन् कि राज्यले गरेको जस्तो पनि लाग्छ। त्यसैले हामी यता कदा जसरी गरे पनि अन्तिममा चाहिँ शक्ति सत्ताकै केन्द्रको वरिपरि घुमिरहेका छौँ, त्यहीँतिर हामी अल्मलिरहेका छौँ। जो सामाजिक न्यायका भोको छन् तिनीहरूका आवाज हामीले बोल्न सकिरहेका छैनौँ, तिनीहरूको ठाउँमा हामी पुग्न सकिरहेका छैनौँ। यो स्थिति छ अहिले। हजुर, विक्रमसम्म 2007 सालमा प्रजातन्त्र स्थापना भयो। हामीले हिजो मात्र 75औं प्रजातन्त्र दिवस मनायौँ होइन। यो बिचमा अन्य थुप्रै राजनीतिक परिवर्तन पनि भए। देश अहिले लोकतान्त्रिक सङ्घीय गणतन्त्रात्मक रूपमा स्थापना भएको छ र यसको संविधानले पनि यो व्यवस्था गरेको अवस्थामा जुन किसिमले राजनीतिक परिवर्तन भए, निश्चित वर्गले आफ्ना पहुँच बढाए, आफ्ना अधिकारहरू लिए, यो कुराकानी गर्दै गर्दाखेरि यो सामाजिक न्याय र नेपालको राजनीतिलाई जोडेर हेर्दाखेरि चाहिँ कसरी अगाडि बढ्नु पर्थ्यो? यो राजनीतिक व्यवस्था भनेको चाहिँ साध्य होइन, साधन हो। कुनै पनि कुराले चाहिँ न्याय प्राप्त गर्नु, अधिकार प्राप्त गर्नु, अधिकारको सुनिश्चितता हुनु, त्यो चाहिँ साध्य हो। यो राजनीतिक व्यवस्था, कानुन भन्ने चाहिँ साधनहरू हुन्। त्यसैले हामी साधनमै रमाइरहेका छौँ कि हामीले यो व्यवस्था गऱ्यौँ, त्यो व्यवस्था गऱ्यौँ भनेर भनिरहेका छौँ। हिजो 7 सालमा प्रजातन्त्रको कुरा गऱ्यौँ, पछि चाहिँ नि 46 सालपछि पुनः प्रजातन्त्रको कुरा गऱ्यौँ, 62-63 गणतन्त्रको कुरा गऱ्यौँ। हामी यी चाहिँ नि व्यवस्थाहरूमै रमाइरहेको र व्यवस्थाहरूमै रुमोली
लिएका छौँ। यद्यपि व्यवस्थाहरू परिवर्तन हुनु र व्यवस्थाले पनि कुनै रूपमा मान्छेको चाहिँ नि जीवनशैलीमा प्रभाव पार्ने कुरा हुन सक्ने कुरा हो, किनभने राजनीतिले नै राजनीतिक नेतृत्वले नै समाजलाई परिवर्तन गर्न पर्ने हो। विश्वको नियम विश्वको व्यवस्था नै त्यही हो। तर नेपालको सन्दर्भमा भन्ने हो भने चाहिँ धेरैवटा व्यवस्था परिवर्तन हुँदाखेरि पनि त्यो व्यक्तिको जीवनस्तरमा परिवर्तन नआउने कुरा चाहिँ किन, यहाँनिर चाहिँ प्रश्न छ। त्यसैले चाहिँ हामी गणतन्त्र आयो भनिरहेका छौँ, प्रजातन्त्र आयो भनिरहेका छौँ, लोकतन्त्र भनिरहेका छौँ, विभिन्न चाहिँ नामहरूले चाहिँ हामीले त्यसलाई प्रजातन्त्रलाई सिँगारिरहेका छौँ। एक किसिमले प्रजातन्त्रले भएन भनेर लोकतन्त्र भनिरहेका छौँ, त्यो सिँगारिएको हो वास्तवमा। अब जे गरी सिँगारिए पनि नागरिकले चाहिँ हिजो प्रजातन्त्र भन्दा र आज लोकतन्त्र भन्दाखेरि के फरक अनुभूति गर्यो त? अथवा 46 साल भन्दा पछाडि हामीले चाहिँ 7 सालको प्रजातन्त्रको पुनर्बहाली भन्दै गर्दा र त्यसभन्दा पछाडि 62-63 पछि गर्दै गर्दाखेरि कति परिवर्तन भयो त भन्ने कुरा चाहिँ हामीले चाहिँ हेर्न पर्ने हुन्छ। यो हिसाबले हेर्दाखेरि अब सामान्य एउटा के हुन्छ भने परिवर्तनको चाहिँ एउटा आपसे आप बिस्तारो हुने सुस्त गतिमा कछुवाको गतिको परिवर्तन हुन्छ। एउटा चाहिँ अलिकति स्पिडमा परिवर्तन हुन्छ, गति लिएर परिवर्तन हुन्छ। अब हामी सुस्त गतिको परिवर्तन भयो होला, किनभने 7 सालमा जस्तो थियो त्यही खालको स्थिति 46 सालमा थिएन होला। 46 सालबाट पछाडि आउँदाखेरि पनि अलिअलि परिवर्तन भयो होला, केही बाटा खन्ने होला, केही होला, केही चाहिँ राज्यका पुनर्संरचनाहरू पुनर्संरचना भयो होलान्, केही कानुनहरू बढी बने होलान्। तर यो अहिले के देखिन्छ भने फड्को मारेको खालको परिवर्तन होइन। यो भनेको चाहिँ सामान्य परिवर्तन मात्रै। राजनीतिक परिवर्तन चाहिँ फड्को मारेको परिवर्तन हो। तर आर्थिक परिवर्तन जुन छ अथवा न्यायको परिवर्तन, सामाजिक न्यायको जुनको आँखाबाट हेर्दाखेरिको परिवर्तन चाहिँ यो फड्को मारेको परिवर्तन होइन, यो सामान्य धीमा गतिको परिवर्तन मात्रै हो। त्यसैले हामीले हेर्दाखेरि के हेर्नुपर्छ भने हामीले कति काल बितायौँ, त्यो कालभित्रमा कति हुनु पर्थ्यो। अन्य देशहरूले यही अवधिमा यति अवधिमा कति गरे, 30 वर्षको अवधिमा कति गरे, 40 वर्षको अवधिमा कति गरे, हामीले कति गऱ्यौँ। संविधान बनेकै पछिल्लो संविधान बनेकै हाम्रो 10 वर्ष भयो। 10 वर्षमा हामीले गर्न पर्ने कामहरू कति गऱ्यौँ त? 72 सालमा हामी कुन ठाउँमा थियौँ, 72 सालबाट चाहिँ अहिले 82 सालमा झन्डै आइपुग्ने लाग्दाखेरि हामी चाहिँ कुन ठाउँमा आइपुग्यौँ त? हाम्रो परिवर्तन चाहिँ के भयो त? हाम्रो न्यायको अवस्था के रह्यो? हाम्रा चाहिँ जीवन स्तरहरू कति परिवर्तन भए? आम नागरिकका हाम्रो चाहिँ कहाँ पुग्यो त हिजोबाट आज भन्ने कुरा चाहिँ हामीले राम्रोसँग एनालाइसिस गर्न सकेका छन्। यतिसम्म हाम्रो चाहिँ फेरि एनालाइसिस हाम्रो कस्तो छ भनेदेखि हरेक राजनीतिक दल सत्तामा पुग्दाखेरि सब ठिकठाक भन्ने, त्यही दल आएको भोलिपल्टदेखि तुरुन्तै खतम छ भन्ने खालको चाहिँ विश्लेषण छ। त्यसैले अहिले हाम्रा चाहिँ विश्लेषकहरूले गरेको विश्लेषण पनि अब हरेक व्यक्तिसँग आफैले विश्लेषण गर्ने क्षमता छैन। अब राजनीतिक दलहरूका विश्लेषकहरूले चाहिँ भ्रमको विश्लेषण गरिरहेका छन्। त्यसलाई कतिसम्म चाहिँ पत्याउने, कुन चाहिँ विश्लेषण ठिक हो भन्न सक्ने पनि हामीसँग क्षमता छैन। यस्तो खालको गन्जागोल र भद्रगोलमा नै हामी अगाडि बढिरहेका छौँ। जुन समाज भद्रगोल हुन्छ त्यो समाजमा सामाजिक न्यायता स्वत छायामा पर्छ। हजुर, अब विभिन्न शब्दावली मार्फत व्यवस्था फेरियो, विनम्बना नै भन्नुपर्छ, सामाजिक न्यायको अवस्थामा उल्लेख्य प्रगति भएको देखिँदैन, यहाँले पनि भनिहाल्नुभयो। कमजोरी अर्थात् कहाँनिर चुकेको अवस्था हो? अब न्याय दिलाउनु, न्यायको प्रत्याभूति गर्नु राज्यको काम हो। त्यो राज्यभित्र विभिन्न निकायहरू छन् आफ्नो ठाउँमा। अब प्रहरी होला होइन, स्थानीय प्रशासन होला, त्यसपछि 3 तहका सरकारहरू होलान्, व्यवस्थापिका होला कानुन बनाउने सवालमा, न्यायपालिका होला चाहिँ न्यायलाई न्याय दिने सवालमा, हामी मानव अधिकार आयोग जस्ता संवैधानिक निकायहरू होला आफ्नो ठाउँमा चाहिँ आवाज उठाउन पर्ने, सुझाव दिन पर्ने, अख्तियार जस्ता बिन्दुहरू होलान् कहीँ चाहिँ सुशासनमा धावा बोलियो भनेदेखि त्यहाँ चाहिँ नि आवाज उठाउने अथवा मुद्दा दायर गर्ने। अब यी विभिन्न निकायहरू छन्। यी सबै निकायहरूले आफ्नो ठाउँमा आफ्नो ढङ्गले चाहिँ नि प्रभावकारी काम गर्न सके भनेदेखि सामाजिक न्यायको अवस्था सबैभन्दा चाहिँ अगाडि बढ्छ। र यसमा के हुन्छ भने नेतृत्व भनेको चाहिँ सरकार हो। यो राज्यका अङ्गहरूमा पनि
3टा राज्यका प्रमुख अङ्गहरू कार्यपालिका न्यायपालिका व्यवस्थापिका मध्ये नै कार्यपालिकाको सबैभन्दा बढी भूमिका हुन्छ होइन। र अघि मैले भनेका यी सबै निकायहरूको कुनै न कुनै रूपमा जिम्मेवारी चाहिँ छ। एउटा मान्छे समाजमा चाहिँ नि भनौँ न दलितलाई चाहिँ विभेद गरियो, त्यसलाई चाहिँ कानुनको दायरा, त्यो विभेद गर्ने मान्छेलाई कानुनको दायरामा ल्यायो भने त एउटा त्यहाँ चाहिँ स्थानीय प्रहरीको महत्त्वपूर्ण भूमिका हुन्छ नि। तर उसले राम्रोसँग भूमिका निर्वाह गर्दैन भने विभेद गर्ने जसले विभेद भोगेको छ उता चाहिँ उसले त न्याय प्राप्त गर्दैन। यस्तो ऊ तल्लो निकायदेखि चाहिँ नि हुँदै जान्छ। स्थानीय निकाय, स्थानीय तहहरूमा चाहिँ नि अब अहिले धेरै मुद्दाहरू पर्ने गरेका छन्, त्यो सामाजिक न्यायसँग सम्बन्धित छन्। तर अधिकांश कुराहरू चाहिँ नि त्यो मेलमिलापमा लगेर टुङ्ग्याइन्छ। अब मेलमिलाप पनि न्यायको एउटा पाटो त हो, त्यसलाई पूर्ण रूपमा इन्कार गर्न सकिँदैन। तर मेलमिलाप भनेको कसरी हुनुपर्छ भन्दाखेरि जो पीडित हो पीडितलाई माथि पारेर अथवा पीडितलाई न्याय प्राप्त हुने गरी मेलमिलाप गराउनुपर्छ। यहाँ त के छ भने पीडकलाई नै न्याय प्राप्त हुने गरी पीडितलाई चाहिँ सधैँ तल पारेर गराइएका मेलमिलापहरूले सामाजिक न्यायका विषयहरूलाई सधैँ छायामा पार्छ। यो स्थिति पनि हामी कहाँ अहिले विद्यमान छ। त्यसैले अहिले यो कुनै एउटा निकायलाई भनेर चाहिँ तोक्नु हुँदैन। तर के छ भने त्यसको चाहिँ नि प्रतिशत जुन छ नि यो जिम्मेवारी, त्यो जिम्मेवारीको प्रतिशत त सङ्घीय सरकारको सबैभन्दा बढी होला, प्रदेश सरकारको केही होला, स्थानीय तहको चाहिँ नि अब घर दैलोको सरकार भएको हुनाले घर दैलोमा गर्ने न्यायहरूमा त्यहाँ चाहिँ सबभन्दा बढी होला। अब नीतिगत रूपमा राज्यले चाहिँ सङ्घीय सरकारले चाहिँ नि गर्न पर्ने स्थितिहरू होला। यसरी चाहिँ न्याय प्राप्त गरेन भने अदालतले समयमै चाहिँ निर्णय गरेर यो चाहिँ न्याय प्राप्त गर्ने अधिकार हो भनेर सुनिश्चितता गरिदिनु पर्ला। केही अनुसार कानुनमा कमजोरी केही छ भने संसदले बनाउनु पर्ला। यसरी यी सबै निकायले कुनै न कुनै रूपमा आफ्नो ठाउँबाट चाहिँ प्रभावकारी भूमिका खेल्न पर्ने हो। यो प्रभावकारी भूमिका नखेलेकै कारण अधिकार चाहिँ अलिक कुण्ठित हुन्छन् र सामाजिक न्याय प्राप्त गर्ने सवालमा पनि यिनै निकायहरूले प्रभावकारी भूमिका नखेलेकै कारण सामाजिक न्याय सबैले प्राप्त गर्न सकिरहेको छैन। हजुर, अब हामी कार्यक्रमको अन्तिममा छौँ। हाम्रो देशको सन्दर्भमा कुराकानी गर्दाखेरि अहिलेसम्म यो क्षेत्रमा अर्थात् सामाजिक न्यायको हकमा भइरहेका असल अभ्यासहरू चाहिँ यहाँले के देख्नु भएको छ? अब असल अभ्यासहरू छन्, नभएका होइनन्। जस्तो केही हामीले अनुगमनहरू गरेका थियौँ हामीले होइन स्थानीय तहहरूमा। स्थानीय न्यायिक निकायहरूले कतिपय न्यायिक निकायहरूले राम्रोसँग चाहिने कामहरू गरेको, धेरै मुद्दाहरू फर्सेटहरू चाहिँ समयमै गरेको हामीले एउटा चाहिँ पाइरहेका छौँ कतिपयमा। अब कतिपय यो महिला हिंसाका घटनाहरूमा अलिकति पछिल्लो समय अलि आवाज उठाउने र चाहिँ त्यसलाई अगाडि बढाउने काम चाहिँ यो अधिकार कर्मीहरूले गरेका छन्। त्यसमा चाहिँ त्यसमा प्रहरीको पनि कुनै न कुनै रूपमा साथ छ। यद्यपि त्यहाँभित्र कतिपय चाहिँ प्रहरीले गरेका गलत कामहरू पनि होलान्, तर ऊ सामान्यतया उसले चाहिँ त्यसमा पनि प्रभावकारी ढङ्गले उठाएको देखिन्छ। शिक्षा स्वास्थ्यको सवालमा पनि अब कुनै न कुनै रूपमा चाहिँ नि शिक्षा स्वास्थ्यलाई निःशुल्क गराउनै नसके पनि एकदम पहुँच पुर्याउने भनेर कुनै न कुनै हदसम्म सरकारले गरेका कामहरू देखिन्छन्। ती सवालहरू छन्। अब जे यो भत्ताहरू वितरण जस्तो अपाङ्गता भएका व्यक्तिहरूलाई भत्ता दिने कुराहरू भए, त्यस्तै चाहिँ अब ज्येष्ठ नागरिकहरूलाई भत्ता दिने कुराहरू भए, यी सवालहरू होइन, द्वन्द्व पीडितहरूलाई भत्ता दिने कुराहरू भए, यी सवालहरू कतिपय चाहिँ राम्रा पनि छन्, नभएका होइनन्। तर यो अलि सङ्ख्यात्मक रूपमा अलि न्यून देखिन्छ र त्यो जुन राज्यले प्राप्त गर्ने दिने सेवा सुविधा प्रवाह गर्ने कुराहरू छन् त्यसमा पनि अलिक बढी पहुँच चाहिँ अलि त्यो सीमान्तकृत भित्रको पनि अलि बलियो वर्ग छ नि, त्यहाँभित्र पनि फेरि वर्गीय छ। सीमान्तकृत निम्न वर्गभित्र पनि वर्ग छ होइन, उच्च वर्गभित्र पनि वर्ग छ। निम्न वर्गभित्रको पनि अलि बलियो वर्गले मात्रै ती कुराहरू प्राप्त गर्न सकेको चाहिँ स्थिति देखिन्छ। त्यसैले गर्दा हाम्रा राम्रा अभ्यासहरू केही कुराहरू भएका छन्, तर यसले सन्तोष गर्ने अवस्था चाहिँ अलि होइन जस्तो लाग्छ। अब राष्ट्रिय मानवाधिकार आयोगले अघि पनि हाम्रो कुरा भयो, विभिन्न किसिमका सामाजिक
त्यसै गरेर सांस्कृतिक कुपरम्परा अझै पनि छन्। यसले गर्दाखेरि मानवाधिकारको हनन भएका घटनाहरू पनि छन्। अब आयोगले यस्ता कुराहरूमा सामाजिक न्यायमा अगाडि बढ्ने कुराहरूमा कसरी अगाडि बढ्नुहुन्छ, यहाँहरूले कसरी काम गरिराख्नु भएको छ, अन्त्यमा बताइदिनुहोस् न। राष्ट्रिय मानवाधिकार आयोगले यस्ता सामाजिक न्यायका सवालमा चाहिँ काम गरिरहेको छ। तथापि के हुँदो रहेछ भने हाम्रो यहाँले पटक पटक उठाइरहनु भएको छ, हाम्रा सिफारिसहरू कार्यान्वयन भएका छैनन्। कुनै पनि कुरामा हामी सिफारिस गर्छौँ, कसैले न्याय प्राप्त गरेन भनेर हामी आवाज उठाउँछौँ, विज्ञप्ति निकाल्छौँ। तर के छ भनेदेखि त्यो राज्यले चाहिँ मानवाधिकार आयोगको काम बोल्ने हो बोलिरहन्छ नि भने ढङ्गले बुझिएको जस्तो देखिन्छ। लेखेरै पठाउँदाखेरि पनि त्यसलाई चाहिँ कुनै चाहिँ नि दराजमा चाहिँ नि हाम्रा सिफारिसहरू थन्क्याएर राखेको जस्तो देखिन्छ। हिंसाका घटनाहरूमा हामी पटक पटक बुझिरहेका छौँ। महिला हिंसाका घटनाहरूमा, अब बालबालिकाहरूमाथि भएका चाहिँ दुर्व्यवहारका घटनाहरूमा। तर चाहिँ के छ भन्दा त्यसमा चाहिँ सरकारले त्यति चासो नदिएको देखिन्छ। त्यसैले मानवाधिकार आयोगले यस्ता विषयमा केही कामहरू गर्दै पनि हामी त्यो सिफारिस गर्ने बढी परेछौँ होइन, कार्यान्वयन गर्ने बढी हामी परेनछौँ। हामीलाई संविधानले नै सिफारिस गर्ने भनेर चाहिँ नि काम कर्तव्य अधिकार तोकेको सन्दर्भमा हाम्रा कामहरू चाहिँ, हाम्रा प्रयासहरू चाहिँ सिफारिसका तहसम्म मात्रै सीमित हुँदा रहेछन्। त सिफारिस मात्रैले त चाहिँ नि कुनै व्यक्तिले न्याय प्राप्त गर्दैन, उसले त कार्यान्वयन भयो भनेर न्याय प्राप्त गर्छ। त्यसैले कार्यान्वयन तहमा नपुगिकन चाहिँ हाम्रा सिफारिसहरू चाहिँ, हाम्रा कामहरू चाहिँ अलि कता कता थोरै प्राप्त गर्दाखेरि थोरै मानवाधिकार आयोगले यो विषयमा बोलिदियो, आवाज उठाइदियो, सामाजिक न्यायको सुविधा हुनुपर्छ भन्यो भन्दाखेरि पनि केही हदसम्म त्यो पीडितलाई न्याय प्राप्त भएको जस्तो हुन्छ। तर के छ भन्दाखेरि फेरि उसले न्याय प्राप्त नगर्दासम्म चाहिँ कता कता यो विषयले अल्झिएको जस्तो लाग्दो रहेछ। त्यसैले सामाजिक न्यायको सुनिश्चित गर्ने कुरामा मानवाधिकार आयोग लगायत नागरिक समाज लगायत मुख्य भूमिका चाहिँ राज्यको हुनुपर्छ। राज्य यसमा संवेदनशील भयो भने मात्रै अधिकारहरू प्राप्त हुन्छन्। राष्ट्रिय मानवाधिकार आयोगले गरेको हामीले जुन प्रयासहरू छन् त्यसको पनि सार्थक परिणाम निस्किन्छ। हस्, महत्त्वपूर्ण विषयमा कुराकानी र यहाँको अमूल्य समयका लागि धेरै धेरै धन्यवाद छ तपाईँलाई। हस्, यहाँलाई पनि र सम्पूर्ण श्रोताहरूलाई पनि म धन्यवाद। उहाँ हुनुहुन्थ्यो राष्ट्रिय मानवाधिकार आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेल। हरेक वर्ष फेब्रुअरी 20 तारिकका दिन मनाइने विश्व सामाजिक न्याय दिवसका विषयमा हामीसँग कुराकानी गर्नुहुँदै। हवस् त, आजको लागि भने कार्यक्रम आजका कुराको निर्धारित समय सकिन लागेको छ। यतिन्जेलसम्म हामीलाई सुन्नुभएकोमा तपाईँ सबैलाई धेरै धेरै धन्यवाद छ। प्रविधिबाट साथ दिने प्राविधिक मित्र समन्त आचार्यप्रति पनि हार्दिक आभार व्यक्त गर्दै म प्रस्तुता गोपाल जङ थापा बिदा हुन्छु। रेडियो सगरमाथा FM 102.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।